यो चुनावको क्रममा हामी पूर्वदेखि पश्चिमसम्म पुरै देश घुम्न गयौँ। लगभग 7-8 हजार किलोमिटर हिँडियो होला देश बुझ्नलाई। सबै लगभग 45-50 वटा जिल्ला घुमियो होला। त्यो जिल्लाहरू घुम्ने जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग देशभरिका समस्याहरू, देशभरिका कुराहरू उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो। तर एउटा गुड न्युज पनि छ त्यहाँ। गुड न्युज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो। नेपाली कांग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो। अब त्यो पनि पुरै देशभरि चल्नु पर्यो। 100 वटा भन्दा देशमा जानु पर्यो। त्यसरी देशका उद्योग कल कारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ। अब यहाँ आइयो, तपाईहरूलाई भेटियो, धेरै खुसी लाग्यो। तपाईहरू किन टेन्सन लिनुहुन्छ क्या? पार्टीको सभापति नै यही उठ्नु भएको छ, के को टेन्सन? तपाईहरूका समस्या, पुरै देशको समस्या सभापतिज्यू, हामी सबै पार्टीका नेतागण, कार्यकर्तादेखि लिएर हामी सबै मिलेर अब देश बनाउने हो। र आज यो हाम्रो सभामा तपाईहरूलाई भेटेर ज्यादै खुसी लागेको कुरा तपाईहरूले पनि भनिसक्नु भएको छ। धेरै बोल्न चाहिन्न। धेरै माया। तपाईहरूको जय होस्, देशको सही होस्। जय घन्टी, जय देश, जय नेपाल। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता भावी प्रधानमन्त्री बालेन्द्र शाह, हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ। अत्यन्त संयमित रूपमा धैर्यतापूर्वक यो सभालाई समापन गर्ने क्रममा यहाँहरूले पुर्याउनु भएको छ। अब केही मिनट यहाँहरूको धैर्यता आवश्यक छ भन्ने आग्रहका साथ म सम्बोधनका लागि अनुरोध गर्दछु राष्ट्रिय स्वतन्त्र पार्टीका श्रद्धेय सभापति, नीलो क्रान्तिका उद्गम स्थल चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य उम्मेद्वार, चितवनले अत्यन्तै माया गर्नुभएको, देशभर अत्यन्तै श्रद्धापूर्वक सम्मान व्यक्त गर्नुभएको व्यक्तित्व, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। अर्जेन्ट चाहिँ आज जानुपर्ने भयो, त्यसरी म जानेछु। टिएफसी फन्डहरूमा सबैजना जानुपर्छ। जय